वेलकम। यो भिडियोमा हामी लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको 2 मिनेट भित्र फाइनान्शियल एनालाइसिस गर्नेछौँ। धेरैजनाले यो कम्पनीको बारेमा भनिदिनु पर्यो, एनालाइसिस गरिदिनु पर्यो भनेर लेख्नु भएको छ। यसमा चाहिँ तपाईले यो कम्पनी फाइदामा छ कि घाटामा छ र यो टाइममा चाहिँ इन्भेस्टमेन्ट गर्ने कि नगर्ने तपाईले कम्प्लिट पुरै थाहा पाउनुहुनेछ। भिडियो सबै हेर्नु होला। यहाँ मैले थर्ड क्वार्टरको 81-82 को फाइनान्शियल रिपोर्ट लिएर आएको छु र यो रिपोर्ट अनुसार चाहिँ यो कम्पनी ग्रोइङ छ, राम्रो छ, फाइदामा पनि छ, जुन राम्रो कुरा हो। तर फाइदामा हुने बित्तिकै इन्भेस्टमेन्ट गर्ने कि नगर्ने, यसको प्राइस पोइन्ट राम्रो छ कि छैन र अरू कम्पनीहरूसँग कम्पेयर गर्दाखेरि यो कुन ठाउँमा आएर बसेको छ भनेर पनि हामीले हेर्नुपर्ने हुन्छ। र त्यसको लागि मैले के गरेको छु भनेदेखि यहाँ फर्मुला लिएर आएको छु र यो कम्पनीको लास्ट क्वार्टर अनुसार तपाईले अर्निङ हेर्नु भने अराउन्ड 6.5 रुपियाँ जस्तो छ, जुन नराम्रो छैन, पोजिटिभ छ। धेरैजना मान्छेहरू नेगेटिभ भएर पनि बुझ्दै नबुझी इन्भेस्टमेन्ट गर्नुभएको हुन्छ। अब नेगेटिभ हुनु, बुझ्दै नबुझेर इन्भेस्टमेन्ट गर्नुभन्दा चाहिँ यो राम्रो हो। तर कम्पनीको भ्यालुएसन हेर्नुभयो भने चाहिँ यो अलिकता धेरै छ यो अर्निङ अनुसार। यदि अर्निङ भनौँ न डबल जस्तो होइन, अथवा तपाईँको 20 रुपिस जस्तो भइदिएको भए अलिकता सोच्न सकिन्थ्यो। तर अहिले चाहिँ मलाई लाग्छ अरू कम्पनीहरू हुँदाहुँदै, अरू इन्सुरेन्सहरू हुँदाहुँदै, हाइड्रो पावर अथवा म्यानुफ्याक्चरिङ ब्याङ्कहरू, अरू इन्सुरेन्सहरू हुँदाहुँदै हामी यसमै जानुपर्छ जस्तो मलाई लाग्दैन। र यसको सेयर प्राइस हेर्नुभयो भने अराउन्ड 900 छ यसको सेयर प्राइस, जुन अलिकता धेरै छ अर्निङ अनुसार। अलिकता अर्निङ बढ्यो भने फेरि सोच्न सकिएला, तर अहिले चाहिँ अलिकता धेरै जस्तो लाग्छ मलाई। हामीले ग्राफ हेर्दाखेरि अलिकता लङ पिरियडको हेर्नुपर्ने हुन्छ र लास्ट 5 इयरको हेर्दाखेरि यो कम्पनी भनौँ न, अब तपाईँले यदि यो 24-25 तिर इन्भेस्टमेन्ट गर्नुभएको छ भनेदेखि मलाई लाग्छ त्यो एकदमै धेरै प्राइस थियो। अब तपाईँले अराउन्ड 900 तिर गर्नु खोज्नु भएको छ भने पनि बेस्ट चाहिँ होइन, अरू पनि फर्दर एनालाइसिस गर्नुपर्ने हुन्छ। कम्पिटिटरसँग यसको भनौँ न हेड अन कम्पेयर गर्नुपर्ने हुन्छ। र फेरि यो बिचमा एक्चुअली बढेर लास्ट इयरतिर फेरि घटेको छ। मैले भन्दै आएको कुरा हो, कम्पनी जति सुकै नै बढ्यो भने पनि त्यसको स्टक्सको प्राइस त्यो कम्पनीले इन्ट्रेन्सिक भ्यालुमा आएर इभेन्चुअली बस्दछ। त्यो माथि गएर केही पनि हुँदैन, खालि तपाईँले माथि गएर कहिलेकाहीँ एक्साइटेड हुने हो, फेरि झरेपछि घाटामा जान्छ। त्यो भएर जहिले पनि बुझेर सबै कुराहरू कम्पेयर गरेर प्लस अरू पनि फर्मुलाहरू हेरेर, योभन्दा पनि अरू 2-3टा अरू फर्मुलाहरू पनि छ, त्यो पनि लगाएर तपाईँले डिटेलमा हेर्नुपर्ने हुन्छ। अनि बल्ल हामीले इन्भेस्टमेन्ट गर्न मिल्दछ। र यो चाहिँ भयो लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको 2 मिनेटको फाइनान्शियल एनालाइसिस। नेक्स्ट कुन चाहिँ कम्पनी तपाईँ चाहनुहुन्छ एनालाइसिस गरिदिनु पर्यो भनेर तल कमेन्टमा लेख्न नबिर्सनुहोला। प्लस यो भिडियोलाई लाइक, सेयर, कमेन्ट पनि गरिदिनु होला।